अर्काको घरमा आएर त्यो घरको कुकुरलाई देखेर घिङाउने, छिछि भन्ने, उता जा भनेर गाली गर्ने, कुकुरले हल्ला गर्छ, फोहोर गर्छ, सामान नोक्सान गर्छ, किन यिनीहरूमाथि यति धेरै पैसा खर्च गरेको, ऊ गर्छ, गु गर्छ भन्ने नातेदार, साथीहरू, परिवारलाई म के भन्न चाहन्छु भने गु त हजुर तपाईँले पनि गर्नुहुन्छ, मैले पनि गर्छु, सबैजनाले गर्छ, संसारले नै गर्छ। मेरो बच्चाहरूको हाइजिन चाहिँ मेरो लागि टप प्रायोरिटी हो। म उनीहरूलाई एकदमै सफा राख्छु। उनीहरू सबैजनाको आफ्नो रुटिन छ, उनीहरूले आफ्नै रुटिन फलो गर्छ। भुक्ने भनेको कुकुरले नै हो, मान्छेले भुक्ने कुरा आउँदैन। तर छिमेकीहरूलाई डिस्टर्ब नहोस् भनेर चाहिँ कुकुर भुक्ने बेलामा ओनरले चाहिँ कसरी ह्यान्डल गर्छ त्यो कुरा पनि याद गर्नुपर्छ है। अनि अर्को कुरा चाहिँ म र मेरो बुढा गधा जसरी काम गर्ने चाहिँ हाम्रो बच्चाहरूलाई सुविधाको लाइफ प्रोभाइड गर्न सकौँ भनेर हो। यो उनीहरूको घर हो, यो उनीहरूको सेफ स्पेस हो। अब तपाईँहरूलाई खुसी पार्न, तपाईँहरूको मन राख्न हामीले हाम्रो बच्चाहरूलाई सौतेला व्यवहार गर्ने कुरा आउँदैन, हामी गर्दा पनि गर्दैनौँ। त्यही भएर चाहिँ कृपया हाम्रो घरमा आउने कष्ट चाहिँ नउठाइदिनु होला। अब तपाईँहरूलाई हाम्रो बारेमा थाहा पाउन मन छ भने पनि भिडियोमा प्रत्यक्ष र प्रष्ट रूपमा देख्न सक्नुहुन्छ कि हामीहरू कुशल मङ्गलै छौँ, आनन्दसँग आफ्नो जिन्दगी आफ्नो बच्चाहरूसँग बिताइरहेका छौँ। भिडियो हेर्नुहोस्, आफ्नै घरमा बस्नुहोस्, हाम्रो घरमा आउने कष्ट चाहिँ नउठाउनुहोस्। धन्यवाद।